उकिँदैन गयो खत्तम हुन्छ अलिकति पुगेन नि हौ यी खोल्दाखेरि कम्ती खोलेर स्वाट्टै चिप्काएर हालेको रहेछ एउटा ड्यामेज भयो भने अब कहाँबाट ल्याउनु होइन हेलो गुड मर्निङ सबैजनालाई फेरि पनि स्वागत छ तपाईँलाई मेरो ब्लगमा सो न्यू डे न्यू ब्लग है गाइस आज चाहिँ भन्नुपर्दा मेरोमा फ्लिपकार्टबाट एउटा सामान आएको छ है यहाँ तपाईँलाई देखाउने छु ए फ्लिपकार्टबाट यो सामान आइसकेको छ सो फ्लिपकार्टबाट के चाहिँ आएको छ हामी यसलाई हेर्नेछ होइन तर मैले चाहिँ हिजै अनबक्सिङ गरेर हेरिसकेको छु यहाँनिर ओपन छ होइन सो तपाईँहरूलाई देखाउने छु है फ्लिपकार्टबाट आज चाहिँ के आएको छ है ल गाइस अब म तपाईँहरूलाई देखाउने छु सो के चाहिँ आएको छ भनेर होइन यस्तो खासै इन्ट्रेस्टिङ कुरो त केही छैन सो योभन्दा पहिलाको भिडियोमा मैले तपाईँलाई भनेको थिएँ सो हेर्नुभएको छ भने तपाईँले जान्नुहुन्छ होइन अनि भिडियो खास चाहिँ केही छैन एउटा यस्तो आएको छ होइन यो चाहिँ सिट पेपर हो अब कतिको राम्रो देख्छ यस्तो होइन यो चाहिँ सिलिङको लाग्यो मेन चाहिँ होइन तर यो चाहिँ एकदम यो चाहिँ वाटरप्रुफवाला हुन्छ अनि यसमा चाहिँ के हुन्छ भने यहाँ ग्लु हुन्छ यो चाहिँ सिमेन्टतिर पनि अथवा यस्तो प्लाइबोर्डतिर एकदमै राम्रोसँगले यो चाहिँ एट्याच हुन्छ चिप्किन्छ टालिन्छ भनौँ न होइन मजाले टालिन्छ यो चाहिँ कुनै उयो छैन ल साथी यो हेर्नुहोस् यसको डिजाइनहरू होइन एकदमै मजाको छ यो अनि सट्टै यहाँनिर चाहिँ अब गोल्डन टक्कै बसिने त एकदमै मजाको देख्छ होइन एउटा चाहिँ यो अब 70 सेन्टिमिटर हुन्छ 70 बाई 70 सेन्टिमिटर होइन तपाईँले यति एउटाले नै धेरै जग्गा कभर गरिहाल्छ अब हामी चाहिँ एउटा यहाँनिर यो एउटा सिटमा चाहिँ यो गोल्डन जुन चाहिँ यो छ यसको पेपर भनौँ न होइन यसको यहाँ बिचमा लाएर ट्राई गर्छौँ है कस्तो हुँदो रहेछ सो गाइस सबसे पहिला त म यसलाई निकाल्छु एउटा गरेर होइन एकपल्ट ट्राई गर्नुको लागि यो इजिली यसरी घुसिहाल्छ होइन अनि यसको तपाईँले केही टेन्सन गर्नुपर्ने यसको काट्नु साट्नु आफूले पर्दैन टक्कै योनिर मार्किङ सबै कट हालिदिएको हुन्छ हो तपाईँले निकाल्ने अन्त यहाँ टाल्ने मात्रै अब टाल्ने चाहिँ कसरी भन्दाखेरि अब टाल्नु पनि तपाईँहरूलाई सिकाउनु के सिकाउनु तपाईँले जानिहाल्नुहुन्छ टक्कै यो बक्सको सेन्टर याद गर्ने होइन यी टक्कै यसरी अब यो भइगयो नि त होइन मजाले टालिन्छ कि टेन्सन लिनु पर्दैन तपाईँहरूले उकिन्छ भनेर फेरि एकदमै राम्रो यसमा चाहिँ ग्लु हुन्छ क्या गम पर्फेक्ट यति मात्रै हो यो चाहिँ आफूले गर्नुपर्छ होइन यो चाहिँ उतैबाट टालेर आउँदैन यति भएपछि यो चाहिँ एउटा कम्प्लिट भयो होइन म यो जम्मै लाएर तपाईँलाई देखाउँछु है ल साथी यो मैले फाइनली यसलाई चाहिँ कम्प्लिट गरेँ होइन यो लाउनु मलाई धेरै समय लाग्यो मिलाएर लाउनुपर्छ नि त किनकि यो फेरि एकुरेट पिस मात्रै एकुरेट पिस मात्रै हालेको रहेछ एउटा ड्यामेज भयो भने अब कहाँबाट ल्याउनु होइन त्यही भएर यसलाई चाहिँ जोगाएर मिलाएर लाउनु मलाई धेरै समय लाग्यो यी हेर्नुहोस् त टक्कै रेडी भइसकेछ होइन अब यहाँ सिलिङमा चाहिँ के छ भने यो बेटिङ सिटिङहरू निकाल्नुपर्छ किनकि यो बेटिङले हल्का यो यसलाई उठाउँछ यतापट्टि होइन त्यही भएर यो बेटिङ सबै रिमुभ गर्नुपर्छ योहरू सबै रिमुभ गरेर एकदम क्लिन गरेर सर्टै हाल्नुपर्छ कि अन्त यो चाहिँ म अब निकाल्छु फटाफट होइन सो गाइस तपाईँले हेर्दै गर्नु होला ल साथी हो यसको बेटिङ चाहिँ मैले यहाँबाट सबै निकालिसकेँ अब यो चाहिँ क्लिन गर्नुपर्छ किनकि यसमा डस्टहरू हुन्छ होइन डस्टहरू भयो भने यसको ग्लु राम्रोसँग चिप्किँदैन त्यही कारण यसको डस्टहरू चाहिँ पुरै क्लिन गर्नुपर्ने छ म फटाफट क्लिन गर्छु त्यसपछि म तपाईँलाई चिप्काएको मात्रै देखाउँछु है ल गाइस अब चाहिँ म यसलाई माथि सिलिङमा इन्स्टल गर्नेछु इन्स्टल गर्नुको लागि मैले यहाँको डस्टहरू सबै झारिसकेँ होइन अब डस्टहरू सबै झारिसकेपछि यसलाई इन्स्टल गर्ने पर्ने हुन्छ यसलाई इन्स्टल गर्नु सजिलो छ यहाँनिर बाहिर जुन चाहिँ यो ब्याकपट्टिको पेपर हुन्छ होइन यसलाई चाहिँ यहाँबाट यसरी उकाउनुपर्छ होइन उकाउने यसरी उकिन्छ है यहाँ हेर्नुहोस् उकिन्छ अनि यहाँ चाहिँ एकदमै ग्लो हुन्छ क्या यहाँनिर चाहिँ यो चाहिँ टक्कै टाँसिन्छ माथि अनि यो उकाएर टक्कै माथि टाँस्नुपर्छ यो चाहिँ एकैचोटि उकाएर लानु हुँदैन तपाईँहरूले कसो गर्नुपर्छ भने तपाईँहरूले आधी उकाउने क्या यसरी आधी उकाउने
ल गाइस मैले एक लेयर चाहिँ होइन पर्सन पुऱ्याइसकेँ। त्यहाँ सानो जग्गा उब्रेको थिएँ, त्यहाँ चाहिँ मैले एक्स्ट्रा मगाएको छु, त्यसको लागि काटेर हाल्नुपर्छ होइन। अब अझै डल्लै चाहिँ निकै मेहनत लाग्दो रहेछ, किनकि यसको ग्लु हुन्छ नि, यसको ग्लु चाहिँ एकपल्ट यहीसँग बटाएपछि चाहिँ उकाउनु चाहिँ यति साह्रो पर्दछ कि त्यो फेरि ग्लुको जाँदो रहेछ क्या। अनि चाहिँ एकदम ध्यानपूर्वक होइन, खोल्दाखेरि कम्ती खोलेर स्वाट्टै चिप्काएर हल्का पेपर तान्दै तपाईँले चिप्काउनु होला। र मैले चाहिँ यति गर्दा मलाई थाहा भयो होइन कसरी चिप्काउनु पर्ने रहेछ भन्ने कुरा। अनि मलाई पनि फर्स्ट टाइम मैले पनि चिप्काएको, सो तपाईँलाई त्यही आइडिया चाहिँ म तपाईँलाई दिनेछु। अनि हेर्नु त मजाको देख्छ नि। हेलो सबैजना, ल सही गाइस मैले चाहिँ यो सिलिङको यो जुन चाहिँ सिटहरू जति आएको थियो सबै हालिसकेँ, कम्प्लिट गरेँ होइन। तपाईँले देख्नु सक्नुहुन्छ मजाको देखिरहेको छ। म ब्याक क्यामेरा गरेर देखाउँछु है तपाईँलाई है। ल गाइस हेर्नुहोस् ल कस्तो देखिरहेको छ एकदम। यसको मलाई एउटा कुरा चाहिँ मन परेको, यसको जुन चाहिँ पछाडिको गम हुन्छ नि यति साह्रो मजाले चिप्किँदो रहेछ कि काठमा अथवा सिमेन्टमा जेमै होस्। मैले एउटा उकाउनु खोजेको कि तर उकेन क्या, त्यो पुरा त्यो पुरा च्यातेर फाटिँदो रहेछ कि तर उकिँदैन रहेछ, यति मजाले चिप्किँदो रहेछ। यो काठको प्लाइबोर्डतिर चिप्काउँछु ओके छ, सिमेन्टमा पनि ओके छ, तर चिसो चाहिँ भेट्नु हुँदैन मेरो सोचमा होइन, चिसो चाहिँ भेट्नु हुँदैन। तर हेर्नुहोस् दामी लुक पनि दामी देख्छ। अन्त अलिकति पुगेन नि हौ, अलिकति यति मात्रै पुगेन। ल त गाइस तपाईँहरूलाई पनि यस्तै सिलिङ होइन यस्तै तरिकाको डिजाइनमा हाल्नु मन छ भने यो चाहिँ अनलाइन मगाउनुहुन्छ, फ्लिपकार्टमा जति पाउँछ ल, जस्तै लाउँदा एभाइलेबल पाउँछ होइन। अनलाइन मगाएर यसरी आफै लाउँदा हुन्छ, तपाईँलाई मिस्त्री चाहिँदैन, आफैले इन्स्टल गर्दा हुन्छ है। यो चाहिँ इजी छ। पहिला लाउनुभन्दा अगाडि चाहिँ डस्टहरू क्लिन गर्नु होला, त्यसपछि तपाईँले टक 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 यसको ब्यागको पेपर उकायो, तर मिलाउँदा मिलाएर हाल्नु होला है, किनकि अलिकति पनि त्यो फोल्ड भएर चिप्कियो भने उकिँदैन, गयो खत्तम हुन्छ त्यसो हो। फोल्ड हुनु नदिनु होला होइन, फोल्ड हुनु नदिनु, त्यहाँदेखि डाइरेक्ट माथि चिप्काउँदै बिस्तारै पेपर तान्नु होला है, त्यसरी दामी हुन्छ। यो मैले जति पनि लाएँ, यो मैले लाउँदा पनि अलिअलि बिग्रेको छ होइन, अलिकति बिग्रेको छ। त्यो देख्दैन यतिकै होइन, क्यामेरामा देख्दैन, आँखाले हेर्दा कता कता थाहा हुन्छ होइन बिग्रेको छ अलिअलि। ल गाइस यति नै भिडियो, आजको भिडियोमा यति नै। सो तपाईँलाई यो भिडियो कस्तो लाग्यो सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला होइन। तपाईँले युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला मेन चाहिँ है, तपाईँले सपोर्ट गरिदिनु होला सबैजनालाई। बाई बाई।